मैले त्यो पश्चात अगाडि नै एउटा सिम निकाल कान्छी भन्दा भोलि बिहान म घर आइपुगिहाल्छु किन सिम निकाली बस्नु भन्ने खालको कुरा गर्यो। त्यस पछाडि मेरो बुहारी कन्ट्याक्ट बिन छ। अनि त्यसमा मेरो भदैनी यो ठुली यति 3 जना मेरो भदैनीहरू छ। यिनीहरू एकदमै शोक सुर्तामा छ। हेर कान्छी तिमी कहाँ छौ, कस्तो अवस्था छौ, अथवा बाढी पहिरोले पो लग्यो कि न कतै जाममा पो छौ कि न कसैको पासमा छौ, न कसैले तिमीलाई हैन टर्चर पो गरिराखेको छ कि हैन बन्धक बनाएर राखेको छ कि तिमी कन्ट्याक्ट बिन भएको कारणले चाहिँ हामी एकदमै यहाँनिर तिमीलाई खोज्दा 3 दिन भएर ठ्याक्क आज चाहिँ मिडिया हामीले नै लगाएको हो। अब उलाबारीकी रानी लिम्बू बेपत्ता, परिवारले खोजिदिनका लागि आग्रह। मोरङको उलाबारी एक घर भएकी 36 वर्षीय रानी लिम्बू असोज 16 गते विदेशबाट काठमाडौँ आइपुगेको दिनदेखि नै सम्पर्कविहीन भएकी छिन्। विदेशबाट आउँदाखेरि चाहिँ उले एयरपोर्ट झरिसके भन्यो। पछिबाट फेरि म भिडियो कल गरेरै उले म गाडी स्ट्यान्ड आएँ। अब यहाँबाट म टिकट काटिसकेको छु। 4500 रुपियाँ पर्यो टिकटको। म अब चढ्दैछु। 12 बजे राति मलाई रिसिभ गर्न आउनु भनेर भन्यो। अनि 12 बजे राति रिसिभ गर्न आउनु भनेपछि त्योभन्दा त्यसो भनेर पछिबाट फेरि 9-10 बजेतिर एउटा त्यो छोरा मान्छेको फोन आयो। फोन आएपछि म तपाईको नम्बरमा हजुर मेरै नम्बरमा आयो। अनि त्यहाँ तपाईको लगेज चाहिँ कहाँ झारिदिनु पर्ने भन्ने कुरो गर्यो उसले। लगेज चाहिँ किन झार्नु पर्ने, त्यहाँ अब मेरो बुढी सँगै आउने हो लगेज त हैन। त्यो छोरा मान्छेले चाहिँ लगेज चाहिँ मसँग छोडिदियो, मान्छे चाहिँ गायब भयो भन्ने कुरो गर्यो। अनि त्यहाँदेखि त्यसो भनेर कसरी चाहिँ गायब हुन्छ मैले त्यसो भने है, कसरी चाहिँ मान्छे चाहिँ गायब, तपाईँलाई कसरी चाहिँ दियो, यो लगेज कसरी पाउनु भयो त भने हजुर। अनि त्यसो भनेपछि हाम्रो चाहिँ फेसबुकमा पहिलेदेखि नै बोलचाल थियो, त्यही भएर मलाई यहाँ ल्याएर छोडिदिएको छ। 3 दिन पछाडि रिसिभ गर्न आउनु भनेर भन्नुभयो। अनि त्यसपछि मैले के भने मान्छे बेकार चाहिँ मैले त्यो लगेज चाहिँ कसरी रिसिभ गर्नु भनेर त्यसलाई भने। त्यसपछिबाट फोन काट्यो उसले। फोन काटेपछि त्यहाँदेखि फेरि पछाडि पनि फोन गरे लाग्दै थियो, पछि चाहिँ लाग्नै छोड्यो अहिले चाहिँ फेरि। परिवारका अनुसार रानी लिम्बू केही समयदेखि कुवेतमा वैदेशिक रोजगारमा कार्यरत थिइन्। नेपाल फर्केर काठमाडौँ आइपुगेकी उनले त्यसपछि परिवारसँग सम्पर्क गरेर घर आउने सल्लाह गरेकी थिइन्। तर 23 दिनदेखि न त उनको कल लाग्यो न त उनी सम्पर्कमा नै आउन सकिन्। म 8 बजे एयरपोर्टबाट बाहिर निक्ले भनेर भन्नु ठिकै छ। अब काठमाडौँ आएर एयरपोर्टबाट बाहिर निक्लिसकेपछि म अब गौशालामा गएर टिकट काट्छु भने ल ठिकै छ। टिकट काट्ने काउन्टरमा पुगेर पनि 4500 को मैले टिकट काटिसकेँ। 12 बजे गाडी जान्छ अरे भन्ने खालको कुरा गर्यो। होइन 12 बजे त आउनु नपर्ने हो भनेर भने। मैले सोचेँ त्यो काउन्टरवालाले पनि ढाँट्छ नि त, 12 बजे भनेर 2 बजे पो ल्याउने हो कि भने। ल ठिकै छ उसो टिकट काटेर तिमी आऊ भनेर भन्दाखेरि ल दिदी म टिकट काटिहाल्छु। यति बेला रानी लिम्बू हराइसकेपछि उनको 2 छोरी 1 छोरा र श्रीमान यति बेला आफ्नो श्रीमती खोजिदिन आग्रह गर्दै हामी माझ आएका छन्। यदि कसैले रानी लिम्बूको अवस्थाबारे कुनै पनि जानकारी पाएका छन् भने कृपया नजिकैको प्रहरी कार्यालय वा उनको श्रीमान नरबहादुर लिम्बूको फोन नम्बरमा सम्पर्क गरिदिनु होला। गाह्रो हुन्छ। यिनीहरू रुयो, म यिनीहरूलाई गाली गर्छु, यिनीहरूले मधुरो अनुहार बनाएको म हेर्न सक्दिनँ। दसैँको बेलामा तिमीले यस्तो अवस्थामा हामीहरूलाई बनाएर तिमी जुनसुकै ठाउँमा गए पनि कन्ट्याक्टमा आऊ। तिमी यदि नराम्रो मान्छेसँग छौ भने पनि कन्ट्याक्टमा आऊ, राम्रो मान्छेसँग पनि छौ भने पनि कन्ट्याक्टमा आऊ। तिमीलाई हामी केही गर्दैनौँ, टर्चर त्यस्तो यस्तो उस्तो केही गर्दैनौँ। तिमी मेरो बुहारी हो, जे जस्तो पनि यति मेरो 3वटा भदैहरू जन्माइदिएको छौ। मेरो भाइ जे जस्तो भयो भने तिमीहरूको त्यस्तो झगडा भएको जस्तो पनि लाग्दैन। केमा चाहिँ तिमी मन दुखेर त्यसरी तिमी गायब भयौ त्यो कुरा हामीलाई स्पष्टीकरण देऊ। अनि त्यही भन्न चाहन्छु म चाहिँ, अरू केही भन्न चाहन्न। यो 3 जना छोराछोरीको मुख हेर अनि तिमी कन्ट्याक्टमा आऊ। तिमीलाई इच्छा मिल्दैन यो ठाउँमा भने, मेरो भाइसँग बस्नु इच्छा लाग्दैन भने ठिक छ, तिम्रो आफ्नै तरिकाले गरी खाँदा पनि केही फरक पर्दैन। म चाहिँ यति भन्छु कान्छी, तर तिमी कन्ट्याक्टमा आऊ। मेरो बुहारी रानी लिम्बू तिमी कन्ट्याक्टमा आऊ, म यति भन्न चाहन्छु। अब मान्छे पनि छैन, बेपत्ता भइरहेछ। 3-4 दिन खोजेकै छौँ।